प्रकृतिको कोखमा यत्रतत्र निश्वास लडिरहेका, सडिरहेका अनि बेकाम मानिएका रुखका जरा, काठ र हाँगाबिङ्गाहरूमा धेरैका आँखाहरू समेत नपर्न सक्छन्। तर कलाकार नरेन्द्र बहादुर श्रेष्ठका आँखाहरूले भने सधैँ यिनै वस्तुहरूलाई खोजिरहेका हुन्छन्। मानौ एक सच्चा प्रेमीले आफ्नो प्रेमिकालाई खोजे झै, एक सच्चा साधकले आफ्नो गुरुलाई खोजे झै, अनि एक सच्चा भक्तले आफ्नो भगवानलाई खोजे झै। जब श्रेष्ठका आँखाहरूले यी काठका टुक्राहरू, रुखका जरा र हाँगाबिङ्गाहरू भेट्टाउँछन्, उनका थकित आँखाहरू एक्कासी पुलकित हुन्छन्। श्रेष्ठ हत्तपत्त ती टुक्राहरू उठाउँछन् अनि ती निर्जीव टुक्राहरूलाई घन्टौँसम्म नियाल्दै डुब्न थाल्छन् भावना र कल्पनाको गहिराईमा। पहिले उनको हृदय अनि बिस्तारै मस्तिष्क हुँदै उनका हातका औलाहरू चल्न थाल्छन् ती टुक्राका शरीरमा र सुरु हुन्छ एक अद्भुत सृजनाको एक अद्भुत यात्रा। विक्रम सम्वत 2004 साल असोज 9 गते काठमाडौँको यटका टोलमा पिता पूर्ण बहादुर श्रेष्ठ तथा माता सुभद्रा देवी श्रेष्ठका कान्छा सुपुत्रका रूपमा जन्मेका कलाकार नरेन्द्र बहादुर श्रेष्ठ बाल्यकालदेखि नै साहित्य र चित्रकलामा विशेष रुचि राख्थे। म यो कल्पनाशील कसरी भएँ भन्ने विषयमा मैले विचार गर्दाखेरि म सानो अवस्था थियो र सानैदेखि मलाई टन्सिल असाध्यै बढ्ने र हरेक 15-15 दिनमा ज्वरो आउने। जबसम्म त्यसको चाहिँ मतलब चाहिँ ठिक हुँदैन तबसम्म त के छ नि कोहीसँग बोल्न पनि मन नलाग्ने। अनि त्यो ज्वरो आएको बेलामा भित्तातिर फर्केर चाहिँ गुल्लुम्म चाहिँ सिरकले ओरिकन म बस्थेँ। आजभन्दा करिब 40-45 वर्ष अगाडि, त्योभन्दा अगाडिको कुरा चाहिँ भित्तामा अहिले जस्तो सिमेन्टको चाहिँ तपाईँको प्लास्टर हुँदैन थियो। त्यति बेला लिउन भन्छ त्यो माटो र यो भुसहरू राखिकन चाहिँ बनाएको हुन्छ। जब त्यो सुकिसकेपछि त्यो चिरा परेका भित्ताहरू हेरेर म एउटा कल्पनाशील भएँ। त्यो भित्तातिर फर्केर हेर्दाखेरि त्यो चिरा परेका भित्तामा कहिले मैले घर देख्थेँ, कहिले चाहिँ मतलब रुख जङ्गलहरू देख्थेँ, बाघ भालुहरू देख्थेँ, गाडी देख्थेँ, साइकल देख्थेँ, मोटरसाइकल देख्थेँ। प्रत्येक मान्छेभित्र गहिरोमा समग्र प्रकृतिको सूचना हुन्छ, समग्र प्रकृतिको बारेमा ज्ञान हुन्छ र यो चाहिँ मेरो अर्धचेतन मनमा या मेरो अवचेतन मनमा सबकन्सियस माइन्डमा हुन्छ। जो व्यक्ति चिन्ता होइन चिन्तन गर्छ, जो व्यक्ति हिजोको होइन भविष्यको कुरा गर्छ र जो व्यक्ति एउटा कल्पनाको संसारमा हाम फाल्न सक्छ, दैनिक जीवनका चुनौतीहरूलाई, दैनिक व्यवहारका चुनौतीहरूलाई अलग गरेर आफूभित्रको मनमा, आन्तरिक मनमा हाम फाल्न सक्छ, गोता मार्न सक्छ, आफ्नो सोचाइका सिमानाहरूलाई तोड्न सक्छ, पारवारहरूलाई तोड्न सक्छ, ससीमबाट असीम बन्दै आफ्नो मनलाई जसले माथि माथि खेलाउन सक्छ, त्यो व्यक्तिले बिस्तारै बिस्तारै अर्धचेतन मनमा, उसको अर्धचेतन मनभित्र लुकेका हजारौँ प्रतिभाहरूलाई बाहिर ल्याउन थाल्छ। सालको अन्त त्यो सायद पुस महिनामा हुनसक्छ, एउटा एक्जिबिसन गरेको थिएँ। त्यति बेला अहिले हाम्रो अशेष मल्ल जुन त्यति बेला विराटमा हुनुहुन्थ्यो, हुँदाखेरि मैले बनाएको त्यो सङ्घर्षमय व्यक्तित्वको प्रति उहाँलाई पनि छाप सायद छोयो होला। अनि गोर्खापत्रमा उहाँले चाहिँ नि यो सङ्घर्षमय व्यक्तित्वमाथि उहाँले शनिबार अङ्कमा छाप्नु भएको मलाई सम्झना छ। अब
वास्तवमा त्यो मैले प्रथम मेरो बिउ भन्नु पर्यो त्यसलाई त्यो कुनै जरा चाहिँ थिएन, हाँगा थिए। त्यसलाई मैले ल्याइसकेपछि एउटा मैले मानव आकृति देखेँ, मानव एउटा आकृति देखेँ जसको तपाईँको एउटा खुट्टा थिएन, हात पनि थिएन, तर त्यसको फुर्ती यति फुर्तिलो थियो कि एउटा सिङ्गो मानव भन्दा पनि त्यो अपाङ्गको फुर्ती हेर्न लायकको थियो। आजसम्म कलाकार श्रेष्ठले करिब 4 दर्जनभन्दा बढी कला सिर्जना गरिसकेका छन्। देश विदेशका प्रख्यात आर्ट एक्जिबिसनहरूमा उनले आफ्ना कलाहरू प्रदर्शन गरिसकेका छन् र गर्दैछन् पनि। बाल सुलभ गणेश भनेर मैले यसलाई चाहिँ नामाकरण मैले गरेको छु। अचम्म लाग्छ मलाई, यो चिज के साँच्चै मैले नै बनाएको हो त भन्ने चाहिँ मलाई चाहिँ कहिले कहिले आफूलाई नै प्रश्न सोध्न मन लाग्छ। किनभने मैले सुनेको अनुसारको, तपाईँहरूले पनि सुनेको अनुसारको गणेशको एक दन्त हुन्छ भन्ने थाहा छ। हेर्नुहोस्, यो एक दन्त यहाँ स्पष्ट रूपमा देख्नुहुन्छ। म कुनै पनि जोडेर टुक्रा पिस गरिकन कथाले माग्यो भन्दैमा त्यो चिज जोड्यो भने चाहिँ त्यसलाई सम्पूर्णता दिन्छ भन्ने कुरामा चाहिँ म आफू चाहिँ गर्दिनँ। तर यो कसरी यो उसको एक दन्त भनेको मतलब एउटा यो चिजले चाहिँ मतलब दियो हैन। तपाईँ हेर्नुहोस्, यो सुँड हेर्नुहोस्, किनभने काठलाई त कुनै पनि हालतमा मोल्ड त गर्न सकिँदैन हैन। तपाईँले स्पष्ट रूपमा देखिराख्नु भएको छ। मान्छे र कुकुर बिचको प्रेम चाहिँ यसले दर्शाउँछ हैन। तपाईँ हामीले पनि कुकुर त पाल्नु भएको होला पक्कै, तर यति स्वाभिमानी त्यो कुकुर हुन्छ कि कुनै पनि हालतमा जति कुटे तापनि त्यो मालिकलाई त्यत्तिकै उसले स्वागत गर्छ। पुच्छर हल्लाइकन आइकन चाहिँ जस्तोसुकै राम्रो लुगा लगाएको होस्, त्यसले चाहिँ मतलब के छ भने मुहाई खानसम्म पनि कोसिस गर्ने, लुगालाई पनि खराब गरिदिने। त्यो भए तापनि के छ भने त्यो उसलाई हप्काइकन, त्यो पनि के माया गरेर हप्काइकन, ए हट त्यहाँबाट नगर भनेर अझ उसको नाउँ लिइकन चाहिँ र उसलाई चाहिँ के छ भने कुकुरले उसको अनुहारसम्म पनि चाटिकन लुगालाई फोहोर गरेर आएछ। हेर्नुहोस्, भनेपछि जसले कुकुर पालेको छ त्यसले चाहिँ यो अनुभव गरेको कुरा हो। यो चाहिँ मान्छे र कुकुरको कति गहिरो सम्बन्ध छ भन्ने कुरा चाहिँ यसले चाहिँ प्रश्न गर्दछ। हाम्रो नरेन्द्रजीले अब काठ जब देख्नुहुन्छ त्यसको कुन कोणबाट मान्छे चियाइरहेको अथवा के अरे रोइरहेको, हाँसिरहेको, हुङ्कार गरिरहेको के किसिमको देख्नुहुन्छ त्यो चाहिँ ट्याप्प देख्नुहुन्छ। र त्यसलाई यताउति यसो एक दिशामा अलिकति बढी भएको चाहिँ त्यो चुनेर फालिदिएपछि अलिकति रङ लगाइदिएपछि त एउटा आकारै आइराखेको, कस्तो अचम्मको आकार। उनी हरेक कलालाई नामाकरण गर्छन्। उनका कलाहरूले धर्म, संस्कृति, प्रकृति, राजनीति लगायतका विभिन्न विषयवस्तुहरू समेटेका छन्। उनको हरेक कृतिले एउटा सिङ्गो कथा बोल्छ। कतै परम्परागत मान्यतालाई उल्टाएर हेर्न खोजिएको छ त कहीँ शास्त्रले पढाउन खोजेका पाठहरूको पुनः व्याख्या गर्न खोजिएको छ। निकै चर्चा परिचर्चा चलेको एउटा मेरो कृति हो यो। र कान्तिपुरका एकजना संवाददाता हुनुहुन्थ्यो, आर्ट र क्राफ्टको विषयमा चाहिँ एउटा ज्ञाता हो। उहाँले यो कहाँ भेट्नुभयो, यो रावणले सीतालाई हरेलेको चिज भेट्नुभयो, कहाँ भेट्यो भनेर मैले भन्दाखेरि मैले के सिंहदरबारमा। कसरी भन्दाखेरि त्यति बेला त्यो नेपाल बन्दको बेलामा साइकल लिइकन सञ्चार मन्त्रालयमा म गएँ, बाहिरतिर मैले साइकल राखेँ। अनि त्यहाँ एउटा चाहिँ मतलब के छ यो एउटा चाहिँ
माटोले हिरोले लटपटेको एउटा काठको थुप्रोमा चाहिँ नै मेरो साथीले यसलाई चाहिँ भने कि तपाईँको खाजा त्यहाँ छ भनेर भन्नुभयो। मैले टिपेँ, माथि गएँ, सञ्चार मन्त्रालयका सचिवहरूसँग भेटेँ अनि बाहिर चिया खाँदै गर्दाखेरि साइकलका साँचोले नि यसलाई कोट्याउँदा भनेपछि यो आइसकेपछि घरमा लगेर मैले यो 2 दिनभित्रमा चाहिँ नि यो सीताहरण मैले बनाएँ। त नरदेवले कान्तिपुरको पुरा पृष्ठ र सिंहदरबारभित्र रावण देखियो भनेर त्यो सब्जेक्ट त्यो शीर्षकमा यो छाप्यो। साहित्यमा पनि उत्तिकै सक्रिय श्रेष्ठ राम्रा कवि र चित्रकार पनि हुन्। तर उनको पहिलो प्रेम जराकला नै हो। अझै पनि श्रेष्ठ जराकलामा उत्तिकै सक्रिय छन्। कला सृजनाको क्रममा श्रेष्ठले महँगो र अत्याधुनिक विदेशी प्रविधि र उपकरण प्रयोग गर्दैनन्। आफ्नै रैथाने प्रविधि विकास गरेका छन्। घरेलु उपयोगका सामग्रीहरूबाटै रङहरूको रचना गर्छन् र आफ्नो कलाकृतिको दीर्घायुको लागि यस्तै घरेलु विधि अपनाउँछन्। श्रेष्ठ आफ्नो कला सृजनाको निम्ति जिउँदा रुख कहिले काट्दैनन्। उनी जे बनाउँछन् एक प्रति बनाउँछन्, जे कुद्छन् एकै ठाउँमा कुद्छन्। त्यही नै उनको पहिलो र अन्तिम कृति बन्न पुग्छ। कुनै पनि कृतिको अर्को प्रतिकृति नभेटिनु उनको अर्को विशेषता हो। त कविको निमित्त, कलाकारको निमित्त त्यो फ्याँकिएका, मिल्किएका, मकिएका, सेडेका जुन काठहरू हुन्छन् तपाईँको दायाँ बायाँ, तिनीहरूमा पनि त्यो कविको दृष्टिकोण, कलाकारको दृष्टिकोण पुग्दाखेरि त्यसमा उनले अनेक किसिमका अमूल्य आकृतिहरू, अनेक किसिमका भावनाहरू, ओटपट भएका कुरा पनि उहाँले त्यहाँ भेटाउँछ। तपाईँको काठका कलाकृतिहरू धमिरोले खाने अथवा मकिने, पानीले अथवा कहीँ उसले गर्दाखेरि भट्किएर बिग्रिएर कुरो चाहिँ छँदै छ। भए पनि यति बेला यो काष्ठकलालाई खास गरेर यसलाई जिउको बनाउनुको निमित्त, राम्रो बनाउनुको निमित्त अनेक किसिमका वैज्ञानिक साधनहरू ले काम गर्न लागेको भएको हुनाले यति बेला काठमा पनि तपाईँको सिजन गर्छ। तपाईँको काठलाई हाई टेम्परेचरमा राखेर त्यसलाई चाहिँ टाटोमा लैजान्छ, फेरि चाहिँ तपाईँको कुल टेम्परेचरमा चिसो गरेर ल्याएर यो काठलाई सिजनिङ गर्ने परम्परा आइराखेको भएको हुनाले अहिले त्यो काठ चाहिँ त्यतिको बिग्रन पाउँदैन। सामान्य र बेकार झै लाग्ने ती काठका टुक्राहरू, रुखका हाँगाबिङ्गाहरू र जराहरूले जब श्रेष्ठको कठोर तपस्यापछि एक नयाँ सुन्दर अलौकिक जीवन पाउँछन् र शानदार सजिन्छन्, कसैको घरमा, कसैको अफिसमा वा कला सङ्ग्रहालयहरूमा, यस्तो लाग्छ मानव ती कलाकृतिहरू शान्त भावमा भनिरहेछन् श्रेष्ठलाई, कोही नलागेको म, सड्न लागेको म, मर्न लागेको म, तिम्रै कारणले यति सुन्दर नयाँ जीवन पाए। धन्यवाद छ नरेन्द्र, तिमीलाई हृदयदेखि धन्यवाद छ।